सदस्यहरू, सम्माननीय सभामुखज्यू, माननीय सदस्यहरू, प्रतिनिधि सभाको आजको बैठकको कारबाही प्रारम्भ हुन्छ। माननीय सदस्यहरू, म माननीय सदस्य हितराज पाण्डेलाई के कुरा राख्न खोज्नु भएको छ म समय दिन्छु। बाँकी माननीय सदस्यहरू आसन ग्रहण गरौँ। सम्मानीय सभामुखज्यू, संक्षिप्तमा राख्दिनु होला। आज जेठ 15 गते गणतन्त्र दिवसको दिन सर्वप्रथम सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल निर्माण गर्न राणाकाल, पञ्चायतकाल, जनयुद्ध, जनआन्दोलन, मधेस आन्दोलन लगायत परिवर्तनका लागि प्राण उत्सर्ग गर्नुहुने सम्पूर्ण महान शहीदहरूप्रति सम्पूर्ण हामी विपक्षीहरूको तर्फबाट हार्दिक श्रद्धाञ्जलीका साथ सम्मान अर्पण गर्दछु। त्यस्तै सम्पूर्ण बेपत्ता योद्धा, घाइते, शहीद परिवार, बेपत्ता योद्धा परिवार, अग्रज आदरणीय नेतृत्वगण सबैप्रति सम्मान व्यक्त गर्दछौँ। गणतन्त्र दिवसको यस अवसरमा नेपाल र विदेशमा रहनुहुने सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइप्रति विपक्षी दलहरूको तर्फबाट हार्दिक शुभकामना व्यक्त गर्दछु। हामी आन्दोलनमै छौँ। यो प्रतिनिधि सभामा खास गरेर भिजिट भिसा जो प्रकरण छ, यो भिजिट भिसा प्रकरणलाई लिएर जसरी हामीले सदनमा गत 13 गतेदेखि हाम्रा विषयवस्तुहरू उठायौँ, त्यति मात्र होइन, हामीले सुशासन, सामाजिक न्याय र समृद्धिका लागि यो 79 सालको संविधान अनुसारको निर्वाचन भएपछि निरन्तर आर्थिक समृद्धिका लागि हामी अगाडि बढिरहेका छौँ। महान शहीदहरूको बलिदान सँगसँगै बेपत्ता योद्धाहरूको त्याग र समर्पण र लाखौँ लाख नेपाली जनताको बलबाट हामीले संविधान सभाबाट यो संविधान प्राप्त गऱ्यौँ र यसबाट हामीले समृद्धिका साथ अगाडि बढ्ने कुरा गऱ्यौँ। त्यसका लागि हामीले भ्रष्टाचारलाई निर्मूल गर्नुपर्ने
सुशासनलाई कायम गर्नुपर्ने, देशलाई आर्थिक समृद्धिमा लैजानुपर्ने हाम्रो जो दायित्व थियो, त्यो दायित्वलाई निर्वाह गर्नको लागि हाम्रो पार्टीका अध्यक्षले तत्कालीन सरकारको नेतृत्व गर्ने बेलामा सुशासनका पक्षमा, सामाजिक न्यायका पक्षमा, समृद्धिका पक्षमा निरन्तर आवाज उठाउने मात्रै होइन, नेतृत्व गरेर सुशासनलाई अगाडि बढाउने बारेमा विभिन्न कामहरू भए। यही बेलामा जसरी बिचौलियाहरू सँगसँगै अरू मध्यरातमा यो सरकार जसरी बन्यो, त्यसपछि त देशमा अझ झन् विषयवस्तुहरू बढ्दै गए र त्यसको विभिन्न कडीहरूका चाहिँ विषयवस्तुहरूमा भिजिट भिसा प्रकरण आयो। भिजिट भिसा प्रकरणले जसरी विषयवस्तुहरूलाई चाहिँ अगाडि ल्यायो र त्यही आधारमा हामीले माननीय गृहमन्त्रीज्यूको राजीनामाको कुरा यहाँ उठायौँ र त्यो हामी उठाइँदै रहेका छौँ। र हिजो अझ माननीय गृहमन्त्रीज्यूले त पत्रकार सम्मेलन मार्फत जे विषयवस्तु राख्नुभयो, कर्मचारीका बारेमा कुरा गर्नुभयो। कर्मचारीहरूको विषयवस्तु हो, यदि देशमा भ्रष्टाचार भयो भने, बदमासी भयो भने तिनलाई कारबाही गर्नको लागि यो सरकार बने होइन, जनतालाई आवाज दिनु पर्दैन। अनि फेरि सबै भ्रमका विषयवस्तु बनेर पुग्दैन। यो विषयवस्तुले हामीलाई गम्भीर बनाएको छ। फेरि पनि हामीले हाम्रो जो संविधान बनायौँ, त्यो संविधानमा हामीले जेठ 15 गतेको विशेष व्यवस्था गरेका छौँ। हामी विपक्षी दलहरूको तर्फबाट हामी नेपाली जनतालाई के भन्न चाहन्छौँ भने हामी जिम्मेवार छौँ। यो देशलाई अगाडि बढाउनको लागि, संविधानको रक्षा गर्नको लागि, संविधान कार्यान्वयन गर्नको लागि हामी निरन्तर यो संविधानलाई कार्यान्वयन गर्ने चाहिँ काममा अगाडि बढ्नुपर्छ। जेठ 15 गते हाम्रो संविधानले नेपाल सरकारको अर्थमन्त्रीले उपधारा 1 बमोजिमको राजस्व र व्ययको अनुमान प्रत्येक वर्ष जेठ महिनाको 15 गते सङ्घीय संसदमा पेश गर्नेछ भनेर संविधानको धारा 119 को 3टा उपधारामा यो व्यवस्था गरिएको छ। यस कारणले यस अर्थमा हामी जिम्मेवारीपूर्वक आज जेठ 15 गतेको आर्थिक सर्वेक्षण प्रस्तुत गर्ने विषयवस्तु, संयुक्त अधिवेशनमा माननीय अर्थमन्त्रीज्यूले विनियोजन विधेयक चाहिँ प्रस्तुत गर्ने, बजेट प्रस्तुत गर्ने विषयवस्तु र त्यसको आज नै टेबल गर्ने विषयवस्तुका लागि मात्रै जिम्मेवारीपूर्वक हामीले यो सदनलाई चाहिँ अगाडि बढाउन दिएका छौँ। त्योदेखि बाहेक अरू कुनै पनि हामीले कामहरू अगाडि नबढाउने हामीले कुराकानी गरेका छौँ। म यही विषयवस्तु सम्मानीय सभामुखज्यू मार्फत संसदमा राख्दै फेरि पनि हाम्रो आन्दोलन जारी छ। यो भ्रष्टाचारको विषयवस्तुले हामी नेपालीको शिर निहुरेको छ। चाहे त्यो भुटानी शरणार्थीको चाहिँ विषयवस्तु होस्, चाहे अहिले भिजिट भिसाको विषयवस्तु होस्, सामाजिक सञ्जालका कुरा मात्रै होइन, मिडियाका कुरा मात्रै होइन, जनताको कुरा मात्रै होइन, सरकार अहिले जसरी गइरहेको छ यसलाई रोकिएन भने हामी अझ सशक्तताका साथ अगाडि बढ्नुपर्ने छ, जनतालाई आवाज लैजानु पर्ने छ। यति साथसाथै अहिले जसरी यो संविधानका विरुद्ध, हाम्रो व्यवस्थाका विरुद्ध जसरी बाहिर विभिन्न कुराहरू पूर्व राजा लगायतका चाहिँ ले गरिरहेका छन्, यसमा हाम्रो तीव्र विरोध छ। गणतन्त्रका लागि सबै एकजुट हुन आवश्यक छ। गणतन्त्रवादीहरू सबै एकजुट हुन आवश्यक छ। हामी गणतन्त्रलाई अगाडि बढाउनको लागि हाम्रा शहीदहरूले जसरी चाहिँ बलिदान दिनुभयो, जनमुक्ति सेना नेपालले जसरी जनयुद्धमा ल्याएर गणतन्त्र ल्यायो, हामी जनआन्दोलनमा सबै गणतन्त्रवादीहरू एक भयौँ। शान्ति प्रक्रियामा हामी सबै जसरी चाहिँ सहभागी भयौँ, हामी जम्मै एकताबद्ध हुनुपर्ने छ। सम्मानीय प्रधानमन्त्रीज्यूले केही दिन अगाडि जसरी आफ्नो कुरो राख्नुभयो, त्यो विषयवस्तु पनि बेठिक छ। हामी सबै गणतन्त्रवादीहरू एकजुट हुन आवश्यक छ। एउटा पार्टीका कार्यकर्ताहरू मात्रै जुन चाहिँ विषयवस्तु सम्मानीय प्रधानमन्त्रीज्यूले राख्नुभयो त्यसले पनि आम गणतन्त्रवादीलाई एकताबद्ध बनाउने होइन। अब हामी सबै गणतन्त्रवादीहरू एकताबद्ध भएर यहाँ भएका भ्रष्टाचारलाई निर्मूल गर्नको लागि हामी निरन्तर लागौँ। यही अपिल जनता सबैलाई सम्मानीय सभामुखज्यू मार्फत गर्दै भ्रष्टाचारको अन्त्यको लागि, कुशासनको अन्त्यको लागि, सुशासन बहालीको लागि
र सामाजिक न्याय र समृद्धिको लागि हामी निरन्तर अगाडि बढिरहनेछौँ भन्ने प्रतिबद्धताका साथ हाम्रो आजकोदेखि बाहेक अरू आन्दोलन जारी रहने कुरा सम्मान्य सभामुखज्यू मार्फत जानकारी गराउँदै म आफ्नो भनाइलाई यहीँ टुङ्ग्याउँछु। धन्यवाद। माननीय सदस्यहरू, आजको शून्य र विशेष समयको कार्यक्रम नरहेको व्यवहार जानकारी गराउँछु। माननीय सदस्यहरू, अब माननीय उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई आर्थिक वर्ष 2081-82 को आर्थिक सर्वेक्षण पेश गर्न अनुमति दिन्छु। सम्मान्य सभामुख महोदय, मुलुकको समग्र आर्थिक, सामाजिक एवं भौतिक विकासको स्थिति समेटिएको आर्थिक सर्वेक्षण 2081-82 यस सम्मानित प्रतिनिधि सभा समक्ष प्रस्तुत गर्ने अनुमति चाहन्छु। यस आर्थिक सर्वेक्षणमा चालू आर्थिक वर्षको प्रथम 8 महिना र गत आर्थिक वर्षको मुलुकको समग्र विकासको अवस्था प्रस्तुत गरिएको छ। चालू आर्थिक वर्ष मुलुकको आर्थिक वृद्धि 4.61% रहने अनुमान छ। प्रदेशगत रूपमा मध्य प्रदेश, कोशी प्रदेश र सुदूरपश्चिम प्रदेश बाहेक सबै प्रदेशको आर्थिक वृद्धि दर राष्ट्रिय औसत 4.61% भन्दा माथि रहेको छ। चालू आर्थिक वर्षमा नेपालको अर्थतन्त्रको आकार रु 61 खर्ब 7 अर्ब पुग्ने अनुमान छ। यस अवधिमा कुल ग्राहस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान 25.16% उद्योग क्षेत्रको योगदान 12.83% र सेवा क्षेत्रको योगदान 62.01% रहने अनुमान छ। प्रति व्यक्ति कुल राष्ट्रिय आय बढेर 1517 अमेरिकी डलर पुगेको छ। औसत उपभोक्ता मुद्रास्फीति 4.72% रहेको छ। चालू आर्थिक वर्षको फागुनसम्म सङ्घीय खर्च 4.47% र सङ्घीय राजस्व 12.6% बढेको छ। वैदेशिक सहायता प्रतिबद्धता उल्लेख्य रूपमा बढेको छ। यस अवधिमा सङ्घीय सरकारको वित्त घाटा रु 16 अर्ब 19 करोड रहेको छ। गत आर्थिक वर्षको यसै अवधिमा यस्तो घाटा रु 70 अर्ब 36 करोड रहेको थियो। 2081 फागुनसम्म सङ्घीय सरकारको तिर्न बाँकी सार्वजनिक ऋण 26 खर्ब 76 अर्ब 4 करोड पुगेको छ, जुन कुल ग्राहस्थ उत्पादनको 43.8% हो। वित्तीय पहुँच बढेको छ। सबै स्थानीय तहमा बैंकको शाखा पुगेको छ। बैंक तथा वित्तीय संस्थाका प्रति शाखाबाट औसत 2527 जनसङ्ख्यामा बैंकिङ सेवा उपलब्ध भएको छ। 2081 फागुन मसान्तमा बैंक तथा वित्तीय संस्थाको निक्षेप 9.5% र बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा 7.7%ले बढेको छ। नेप्से सूचकाङ्क 2081 फागुन मसान्तसम्ममा 2736.49 बिन्दु कायम भएको छ। जीवन बीमाको पहुँच 44.17% जनसङ्ख्यामा पुगेको छ। चालू आर्थिक वर्षको फागुनसम्म वस्तु निकासी 57.2% र वस्तु पैठारी 11.2%ले बढेको छ। विप्रेषण आप्रवाह 9.4%ले बढेर रु 10 खर्ब 51 अर्ब 77 करोड पुगेको छ। चालू खाता र शोधनान्तर स्थिति दुवै बचतमा रहेका छन्। विदेशी विनिमय सञ्चिति हालसम्मकै उच्च रही 14.3 महिनाको वस्तु तथा सेवाको पैठारी धान्न पर्याप्त रहेको छ। हालसम्म उद्योग विभाग र लगानी बोर्ड नेपालबाट
रु 47 खर्ब 66 अर्ब बराबरको लगानी स्वीकृत भएको छ। वैकल्पिक ऊर्जासहित 99% जनसङ्ख्यामा विद्युतको पहुँच पुगेको छ। कुल जडित विद्युत क्षमता 3602 मेगावाट पुगेको छ। सङ्घीय सरकारबाट निर्माण भएको रणनीतिक सडक सञ्जाल र स्थानीय सडक सञ्जाल गरी सडकको लम्बाइ 36,132 किलोमिटर पुगेको छ। इन्टरनेट ग्राहकको घनत्व 144.23% पुगेको छ भने 72% घरधुरीमा डिजिटल टेलिभिजनको पहुँच पुगेको छ। मानव विकास सूचकाङ्क बढेर 0.622 पुगेको छ। शैक्षिक सत्र 2081 मा आधारभूत तह कक्षा 1-8 को खुद भर्ना दर 94.1% र माध्यमिक तह 9-12 को खुद भर्ना दर 55.8% पुगेको छ। चालु आर्थिक वर्षको फागुनसम्म 37,984 विपन्न नागरिकले मुटु, क्यान्सर र मृगौला सम्बन्धी रोगको उपचारका लागि निःशुल्क औषधि सहितको स्वास्थ्य सेवा प्राप्त गरेका छन्। यस अवधिसम्म 96.85% जनसङ्ख्यामा आधारभूत खानेपानी सेवाको पहुँच पुगेको छ। सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीको सङ्ख्या 37,06,389 रहेको छ। अन्त्यमा आर्थिक सर्वेक्षण 2081-82 नीति निर्माता, अनुसन्धानकर्ता लगायत सरकारवाला सबैका लागि उपयोगी हुने विश्वास लिएको छु। सामान्य सभामुख महोदय, यही आर्थिक सर्वेक्षणका सन्दर्भमा यति कुरा राखिसकेपछि मैले छोटो सार्वजनिक संस्थानहरूको वित्तीय वार्षिक स्थितिका बारेमा पनि छोटो चर्चा गर्ने अनुमति चाहन्छु। सामान्य सभामुख महोदय, नेपालको सार्वजनिक संस्थानको आर्थिक वर्ष 2080-81 को समग्र अवस्था, उपलब्धि, सञ्चालनको चुनौती र सुधार क्षेत्र जस्ता विषयलाई समेटेर सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा 2082 सम्मानित प्रतिनिधि सभा समक्ष प्रस्तुत गर्न चाहन्छु। सार्वजनिक संस्थानको वास्तविक अवस्थाको जानकारी आम नागरिक र सरकारवालासम्म पुर्याई पारदर्शिता र जवाफदेहिताको अभ्यासलाई सुनिश्चित गर्न प्रत्येक वर्ष सार्वजनिक संस्थानको स्थिति समीक्षा सम्मानित सभा समक्ष प्रस्तुत गर्ने गरिएको छ। नेपालमा हाल विभिन्न औद्योगिक, व्यापारिक, सेवा, सामाजिक, जनोपयोगी र वित्तीय क्षेत्रमा गरी 45 वटा सार्वजनिक संस्थान सञ्चालनमा रहेका छन्, जसमध्ये 20 वटा पूर्ण सरकारी स्वामित्वका र 25 वटा सरकारको अधिकांश स्वामित्व रहेका छन्। आर्थिक वर्ष 2080-81 मा सार्वजनिक संस्थानको कुल सम्पत्ति गत आर्थिक वर्षभन्दा 2.20% ले वृद्धि भई रु 29 खर्ब 10 अर्ब 17 करोड पुगेको छ। सार्वजनिक संस्थानमा नेपाल सरकारको कुल लगानी समीक्षा अवधिसम्म 5.86% ले वृद्धि भई रु 7 खर्ब 3 अर्ब 93 करोड पुगेको छ, जसमा शेयर लगानी रु 3 खर्ब 64 अर्ब 86 करोड र ऋण लगानी रु 3 खर्ब 39 अर्ब 7 करोड रहेको छ। आर्थिक वर्ष 2080-81 मा संस्थानको कुल सञ्चालन आय रु 6 खर्ब 60 अर्ब 15 करोड पुगेको छ, जुन अघिल्लो आर्थिक वर्ष 2079-80 को तुलनामा 0.22% ले कम हो। कुल ग्राहस्थ्य उत्पादनमा सञ्चालन आयको अनुपात 11.57% रहेको छ। सञ्चालनमा रहेका संस्थानहरूमध्ये 28 वटा नाफामा, 15 वटा घाटामा र 2 वटा बन्द अवस्थामा रहेका छन्। वार्षिक आर्थिक वर्ष 2080-81 मा सार्वजनिक संस्थानको खुद नाफा रु 42 अर्ब 62 करोड पुगेको छ, जुन गत समीक्षा अवधिको तुलनामा 12.88% ले कम हो। नोक्सानीमा रहेका संस्थानहरूको खुद नोक्सानी रु 3 अर्ब 63 करोड रहेको छ। नाफामा रहेका संस्थानहरूको खुद नाफा गत आर्थिक वर्षको तुलनामा 11.50% ले घटेको छ भने नोक्सानीमा रहेका संस्थानहरूको खुद नोक्सानी गत वर्षको तुलनामा 8.65% ले बढेको छ। सार्वजनिक संस्थानबाट नेपाल सरकारलाई आर्थिक वर्ष 2079-80 मा रु 13 अर्ब 75 करोड लाभांश प्राप्त भएकोमा आर्थिक वर्ष 2080-81 मा रु 8 अर्ब 83 करोड प्राप्त भएको देखिएको छ। कुल शेयर लगानीको तुलनामा लाभांश अनुपात विश्लेषण गर्दा आर्थिक वर्ष 2080-81 मा 2.4% रहेको छ।
सार्वजनिक संस्थानले मुलुकको आर्थिक तथा सामाजिक विकासमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन्। यिनीहरूको स्थापना, सुदृढीकरण, सुधार तथा विकासले मुलुकको समग्र आर्थिक, सामाजिक, राष्ट्रिय पुँजी निर्माण, आय वृद्धि तथा रोजगारी सृजना जस्ता क्षेत्रमा उल्लेखनीय योगदान पुग्न गएको छ। यद्यपि यस्ता प्रतिष्ठानहरूको संस्थागत संरचना, सञ्चालन, नीति, कार्ययोजना, वित्तीय अनुशासन, पारदर्शिता, जवाबदेहिता, दक्षता र सेवा प्रवाहमा अझ धेरै सुधार गर्नुपर्ने आवश्यकता देखिएको छ। सम्मान्य सभामुख महोदयको अनुमतिले आर्थिक वर्ष 2081-82 को आर्थिक सर्वेक्षण र सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा 2082 सदन समक्ष प्रस्तुत गर्दछु। धन्यवाद। मान्य सदस्यहरू, अब प्रतिनिधि सभाको अर्को बैठक आजै दिनको 5 बजे बस्ने गरी यो बैठक स्थगित हुन्छ।